हेलो गाइज, आई होप कि सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म चाहिँ आज के को लागि भिडियो बनाउँदैछु भन्नुपर्दा मलेसियादेखि घर जाँदासम्मको भिडियो बनाउँदैछु। हेलो गाइज, आई होप कि सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म चाहिँ आज के को लागि भिडियो बनाउँदैछु भन्नुपर्दा मलेसियादेखि घर जाँदासम्मको भिडियो बनाउँदैछु र बिचमा के कुराहरू गर्नुपर्छ, के कुराहरू गर्नु पर्दैन, सायद त्यो पनि आउन सक्छन् बिचमा, केही नियमहरू, केही रुल्सहरू र मेरो जर्नी मलेसियादेखि नेपालसम्मको जर्नीसम्मको त्यसमा भिडियो रहनेछ। आजै त म जानेवाला छैन, तर पनि आजैदेखि स्टार्ट गरेको। प्याकिङ गर्नलाई डोरी, लगेज बाँध्नलाई, अनि ऱ्यापिङ लिएर आएको छु। डोरीले बाँध्यो भने लगेज टुट्ने अनि चैनबाट फाट्न निस्किने सम्भावना हुन्छ, त्यो चाहिँ कम हुन्छ। अनि ऱ्यापिङ गरिदियो भने सेभ हुन्छ, विदेशबाट आएको लगेज भन्दा ठ्याक्कै चिनिन्छ नि त। सो गाइज, अनि त्यसै बारेमा भनौँ, स्टार्टिङदेखि यहाँदेखि अब स्टार्टिङदेखि अन्तिमसम्म नेपाल पुग्नसम्मको मेरो जर्नीको यो भिडियो रहनेछ। तपाईँहरूले पुरा भिडियो हेर्नुभयो भने के लान पाइन्छ, के लान पाइँदैन, के कसरी लानुपर्छ, लगेजमा कुन सामान हाल्न पाइन्छ, कुन हाल्न पाइँदैन, त्यसको बारेमा अवश्य म तपाईँलाई भन्नेछु। अनि हाम्रो एयरपोर्टको नजारा के कस्तो चेकिङ हुन्छ, कस्तो ह्यान्ड लगेज कति लान पाइन्छ, ह्यान्ड लगेजमा के लान पाइन्छ र लगेजमा के लान पाइन्छ भनेर त्यस पुरै भिडियो हेर्नुहोस्। सबै कुराहरू इम्पोर्टेन्ट छ, सबै कुराहरू बिस्तारै सबैलाई देखाउने नै छु। सो लेट्स गो।